हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आराम छौँ है। आज जो हाम्रो घरमा चाहिँ यस्तो चाउमिन चाहिँ पाक्दैछ। जो मेरो बुढीले चाहिँ अर्ग्यानिक खाना है टक्क लाएर बनाउँदैछन्। हाम्रो उता चाहिँ हाम्रो दुधहरू त्यहाँ छ अनि हाम्रो चाहिँ यो गाउँघर हो। अनि त्यो भएर हाम्रो चाहिँ घरमा चाहिँ पुरा कालो दरै छ है। त्यही हो साथीहरू, किनभने चाहिँ हाम्रो चाहिँ डेली चाहिँ यसमै चाहिँ भान्सा गर्छौँ। त्यही भएर यस्तो चाहिँ डेली चाहिँ हामीले गर्दा चाहिँ यस्तो डरेको अवस्था छ। अवस्थामा उता देखिन्छ कुखुराको मासु पनि छ साथीहरू। मजा छ टक्क लाएर यस्तो पारामा बसिहाल्यो। किनभने चाहिँ मैले चाहिँ मेरो बुढीले चाहिँ कतिवटा चाउमिन बनाउँछन् अनि त्यो चाहिँ मैले खाम्ला भनेर चाहिँ आज भित्र बनाएर बसिरहेको छु साथीहरू। त्यही हो जे छ। यता चाहिँ म चाहिँ खासरी काममा चाहिँ सहयोग गर्दैन। अनि त्यही हो अब यो चाहिँ मेरो बुढीले चाहिँ बनाइराख्नु चाहिँ झ्वाम्म पार्छन् होला। अहिले टक्क लाएर खाइन्छ होला साथीहरू। जस हाम्रो घरमा चाहिँ होलसेलमा चाउमिन पाक्दैछ साथीहरू। जस मेरो बुढीले चाहिँ यसरी बनाउँदैछन्। म चाहिँ टक मलाई दिने कि नदिने ल भन्न त। मलाई नदिने भन्ने कुरा छ। त्यो उसले नदिएर हुन्छ म चाहिँ चोरेर भनी खाइदिइहाल्छु। अनि त्यही हो मेरो पारा। अनि त्यही अब मलाई चाहिँ एउटा काम पनि अराइसकेका छन्। के हो भने चाहिँ अब यहाँ चाहिँ अब चाउमिन भन्ने काम भइरहेको छ साथीहरू। म चाहिँ यता लसुनहरू काट्ने काम भइरहेछ। जस हामीले चाहिँ गाउँघरमै टक्क लाएर है हिजो हामी मेला हेर्न गएको साथीहरू। अनि मेला हेर्न गएर चाउमिन खाने भनेको होइन। अनि चाहिँ त्यति धेरै भएन क्या। अनि त्यो नभएर त्यस्तो भयो। अनि ढिला भयो। अनि चाहिँ फरक आएको त्यो र चाहिँ हामी चाहिँ टक्क लगाएर हामी चाहिँ यतै घरमै बनाएर खाने भनेर चाहिँ देख्न सक्नुहुन्छ। उता यसरी टक्क बनाउँदैछन् मेरो बुढीले, देख्न सक्नुहुन्छ साथीहरू। अब हामी चाहिँ अहिले चाहिँ टक्क लगाएर खाने हो, डडाम डुडुम खाने हो। मेरो बुढीले चाहिँ घरमा चाहिँ चाहिँ भएन कालो भएछ है। तर केही छैन, गाउँघर हो। हामी चाहिँ लिप्न पनि पाएनौँ कि घर। त्यही हो आजभोलि त्यस्तै हो। म चाहिँ अब यता लसुन टुडुङ काट्नुपर्ने हुन्छ साथीहरू। म कति मात्रै काट्ने हो त्यति काट्ने। जस्तो मेरो बुढीले चाहिँ एकदमै जाहेर गर्छन् है। हाम्रो मुसलमानी पनि छन् तर मुसलमान चाहिँ माथि सुतिसकेका छन्। त्यही हो अब हामी चाहिँ अब यता दुईजना मात्रै छौँ आज। हाम्रो सुड्डो माथि हिजो गाउँ गएको, गाउँबाट नआएको अवस्था आयो। त्यो बेला हामी चाहिँ टक्क लाएर यसो चाउमिन बनाएर टक्क लाएर खाऊँ भनेर चाहिँ जोस निकालेका हो साथीहरू। भिडियो कस्तो लाग्छ यसो सपोर्ट दिनु पऱ्यो है साथीहरू। जो सब भिडियोहरू चाहिँ आउँछ बेला बेलामा आउँछ। फेरि चाहिँ जहाँ पनि लाग्दैन साथीहरू। त्यही हो अरू के गर्नु। पाक्ने अवस्थामा छ चाउमिनवाला मान्छे उता। हामी चाहिँ यसो ढाका लाएर यसो कालो कस्तो यार कालो भएको हौ हाम्रो घर त। लिप्न पनि पाइहाल्छ होइन। अनि तर हाम्रो घर त राम्रो छ नि होइन, कालो पनि छैन पो होइन। तर मलाई पनि दिनुपर्छ है चाउमिन। टक्क लाएर बनाउँदैछन्। जस मलाई चाहिँ पाल्छन् कि म भोलि नि केही कसो भयो भने मेरो बुढीले चाहिँ मलाई पाल्न सक्छन् भन्ने चाहिँ हिम्मत चाहिँ छ है साथीहरू। देखिन्छ चाहिँ यो चाहिँ हिजो काटेको कुखुराको मासु, कुखुरोको मासु हो। हामी जस मेरो बुढीले चाहिँ मलाई केही कसो भयो भने पालिहाल्छन्। मलाई पाल्छ नि होइन। के गरेर पाल्ने, चाउमिन पकाएर हुन्छ कि झेरी बनाएर हुन्छ कि ल जसरी भने पाल्नु त परियो पकालो है। त्यही हो। तर अझ मेरो हातखुट्टा त चल्दैछ लगभग। अब परिस्थितिले कठारले मागे अनुसार मेरो हातखुट्टामा समस्या आउँछ भन्ने हो। पाल्छन् ए पुरा भित्र तपाईँले अहिले म देखाउँछु पर्नुहोस् त। हत्तेरिएमा टुक्ने हामीले लगभग दिउँसो अनुरोध गरेछौँ यार गाइस। अब म चाहिँ धनिया टिप्न जानुपर्ने हुन्छ। हाम्रो धनिया चाहिँ यता हाम्रो भालेहरू पनि टक्क लाएर ओइ केटा हो भालेहरू। आहा है भन्यो कि भालेहरूले। गाइस म चाहिँ अब धनियाहरू टिप्न जानुपर्ने हुन्छ। हामी चाहिँ त्यही यस्तो बाटो छ, यस्तो छ हाम्रो घर। देख्न सक्नुहुन्छ टक्क लाएर माथि कोठामा चाहिँ नानी सुत्याछन्। त्यही हो। अब म चाहिँ यहाँ धनियाँ टिप्न जानुपर्ने हुन्छ। किनभने यहाँ चाहिँ हाम्रो त्यो फरक खालको धनियाँ छ क्या यहाँ थुप्रै छ। मेरो बुढीले धनियाँ कटिङ चाहिँ टक टक है, खुकुरी सानो सानो कुरो टक टक। स्यापा यतिको काट्न चाहिँ जान्नु पऱ्यो है। ल कटिङ चाहिँ अलिक भएन, अझ छिटो फास्ट चलाउनु पऱ्यो। अझै
देख्न सक्नुहुन्छ साथीहरू, उता मेरो बुढीले चाहिँ ट्याक ट्याक खाइरहेको है, मैले पनि यता खाइरहेको छु। देख्नुहुन्छ दामी देखिरहेको छ पहेँलो पहेँलो कलरको है, मेरो बुढीले बनाएको। जस्तो हामी चाहिँ टक्का खाने हो। यस्तो अवस्थामा चाहिँ पहेँलो आला है, मेरो बुढी उता खाँदैछ, मैले चाहिँ यता टक्क लाएर बजारको जस्तो त्यति दामी नभए पनि जस्तो राम्रो चाहिँ राम्रो छ। गाइजहरू चाउमिन टक्क है। देख्न सक्नुहुन्छ उता पारि चाउमिन मास्टर, म चाहिँ खन्चुवा मात्रै हो, कति दिनजना खाने भनेर आश गरेर बस्ने मै हो। अब चाउमिन चाहिँ यति चिज छ क्या, यो छिटो मेला हेर्न गएको अनि मेला हेर्न खानु नपाएर मान्छे कसै कसै रिसे थिए। तर पनि चाहिँ लास्टै चिज हो यार। साथीहरू त्यही हो जुस, पेट पनि दम्म भयो, अब भात पनि खाइन्न होला लगभग। म भात पनि नखाने, मिल्छ भने एक बुर्का यसैमा कोदोको रक्सी छ त टुसुकै खाने त घट्टकै सुत्ने। यो साथीहरू आज एकदमै चाउमिन खाइयो, यति धेरै बचेछ, यो चाहिँ म खान सक्दिनँ। ल अनि यसमा चाहिँ अब एक बोतल रक्सी राखिन्छ, अनि हिरो खाने साथीहरू चाहिँ होस्। हामीले चाहिँ यो साथ चाहिँ चाउमिन पनि खाइसक्यो गाइजहरू, देख्छ यता मेरो बुढीले उता बसेर खाएँ, मैले चाहिँ बाहिर भित्र बसेर खाएँ, अनि यति धेरै मैले बजारमा चाहिँ खान सकिनँ। सो त्यही अब हामी चाहिँ अब एकछिनपछि सरसफाइ गर्छौँ, अनि हामी चाहिँ माथितिर क्लास सुत्नु जाने पर्ने हुन्छ। साथीहरू आज तपाईँले भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न चाहिँ नभुल्नु होला साथीहरू, सपोर्ट चाहिँ दिनु पर्यो साथीहरू, त्यही हो अब त्यस्तै छ।